विश्वको बहुचर्चित खेल फुटबल महाकुम्भ फिफा वर्ल्ड कप 2026 आजबाट सुरु भइरहेको छ। विश्वमा विशेष गरी मेसी अर्जेन्टिनाबाट, रोनाल्डो पोर्चुगलबाट यी दुई खेलाडी बीच समर्थक र फ्यानहरू बीच को गोट भनेर विभिन्न चर्चा परिचर्चा हुने गर्छ। तथापि मेसीले वर्ल्ड कपहरू जित्दै धेरै पदकहरू जितेको, तर पोर्चुगलका रोनाल्डोले वर्ल्ड कप खेलेका तापनि वर्ल्ड कपबाट त्यस्तो विजेताको रूपमा कुनै पदक नजितेको, तथापि अन्य पदकहरू चाहिँ प्रशस्त जितेका छन् फुटबल क्लबहरूबाट दुवैजनाले। यसरी हेर्दा आजबाट सुरु भएको फुटबल महाकुम्भमा यदि समूह चरणमा दुईटै प्रवेश गरे र दुई टिमको खेल हुँदा अब जसले हार्छ अथवा जसले जित्छ, जित्नेले पक्कै पनि अब गोट को रहेछ भनेर प्रमाणित गर्ने बेला यिनीहरू बीच पनि आएको छ। तपाईँलाई यस सम्बन्धमा के लाग्छ, आफ्नो प्रतिक्रिया गर्नुहोला। र आजको खेल भने नेपाली समयअनुसार रातिको 1:15 बजे मेक्सिको भर्सेस साउथ अफ्रिका हुँदैछ। यो टिममा कसले बाजी मार्ला आज? तपाईँ साउथ अफ्रिकाको समर्थक हुनुहुन्छ कि मेक्सिकोको हुनुहुन्छ? कृपया कमेन्ट पनि गर्नुहोला। धन्यवाद।